रियालिटी भर्सेस एक्सपेक्टेसन नै भयो आज। बिहान चाहिँ के सोचेको थिएँ चाँडै काम सकिन्छ भनेर, बट गुड मर्निङ एभ्रिवान, अस्सलामु अलैकुम, नमस्ते सबैजनालाई अनि स्वागत छ मेरो नयाँ ब्लगमा। आजको ब्लग चाहिँ हल्का ढिलो स्टार्ट गरिरहेको छु। ढिलो भन्नाले यो चाहिँ 7 बजे गएर थिएँ, आज चाहिँ हल्का 7:30। अनि यस्तो हेर्न सक्नुहुन्छ पोसाक मेरो रेडी भइसकेको छ कामको लागि। काम गरेर लेप्छु अनि आज चाहिँ हाम्रो जो 18 फ्लोरमा काम भएको थियो, आज चाहिँ 17th फ्लोरमा हुन्छ। एन्ड आई अल्सो सो यु गाइज द 17th फ्लोर बिकज द स्ट्रक्चर इज लिटल बिट डिफरेन्ट देन यस्टरडे, सो आई थिङ्क देयर विल बी गन लेस वर्क। त्यहाँ चाहिँ हल्का अब थोरै काम हुन्छ होला। जे होस् आजको काम चाहिँ सजिलो छ हिजोभन्दा, यसो गाह्रो नहुनेवाला रहेछ होपफुली। अनि बाँकी रहेको ब्लगमा हजुरसँग त्यही कुरा गर्छु, छिटो निस्किनु पऱ्यो है साथीहरू। आज कन्टिन्युसली 7 डे पोस्टिङ भयो है, आउट अफ 3 मन्थ च्यालेन्जमा। यसमा चाहिँ अब 7 दिनमा एउटा पनि बाहिरको सब्सक्राइबर पाएन है मैले। अलि माया देखाइदिनुहोस्, सपोर्ट गरिदिनुहोस् प्लिज। सो म चाहिँ पुगिसकेँ कामतिर अनि यहाँको दृश्य तपाईँले देखाउँछु है। त्यो हेर्नुहुन्छ त्यो बिल्डिङ पुरा हुस्सोले के हुस्सोले पुरा घेरिएको छ। अनि म चाहिँ यो बिल्डिङमा काम गर्छु टपमा। अब सान पनि पुग्छ, ऊ आयो भने हामी चाहिँ माथि जान्छौँ। के लिएर आएको छ भन त। ए आमा के हो यो ब्रेड नै यस्तै है। सही हो केटा हो, धन्यवाद है तिमीलाई। हो जाडो त त्यस्तो छैन, तर हेर न यार फग पुरा फग रहेछ आज। कुन लाइन 1 भएर आएको होइन, म पनि लाइन 1 लाइन 2 म पनि सेम। पछि खाने यो राख, भोक लागेछ हो र ल त है खाइहालौँ। स्नो बुट यस्तो जाडो हुन्छ, स्नो बुट लाउनै पर्छ। मैले त आजसम्म स्नो बुट लगाएको छैन कि। मेरो यही हो सेफ्टी सुज हुन्छ काममा जाँदाखेरि। हान्दिम बिस्मिल्लाहिर्रहमानिर्रहिम। ओए पोर्क त छैन नि। केएफसीमा गर्दाखेरि काम सबै एक्लै गर्छ। तिम्रो र आमोसको छुट्टै छुट्टै शिफ्ट हुन्छ कि। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। कौन है ये लोग, कहाँ से आते हैं? कति बजी सुत्यो? 12। खाना पकायो गएर सक्यो यति फास्ट कि आधी खायो? यसैले दिनभरि चल्छ यार। आज काम चाँडै सकिन्छ है। आज काम चाँडै नसकाऊ, चाँडै सकायो भने फेरि तल लग्छ नि त 16मा। अब भोलि जाने बिस्तारै लग नि त, अनि बिस्तारै काम यति काम सक्यो। वाह, मभन्दा पछि आएको मान्छे यति मिहिनेत गर्छ। अलमोस्ट सकिसक्यो, यही त हो मेन हार्ड छ। यहाँ पनि छ त, यहाँ के भयो त सुरुको जोस हो कि पुरानो जोस हो? यो लङ टर्म जानेवाला पुरानो जोस हो, हाम्रो कम्पनीमा हायर भइसक्यो है। हाम्रो कुन कम्पनी हो साथी यस्तो भनेर देखाउ त, नहेरिकन भन त। एब्सोल्युट इन्टेरियर। मैले त लास्ट निन्दा लागिरहेको थियो काम गर्दा 5-6 घन्टा सुतेर त के हुन्छ जस्तो लाग्छ यार। हिजो धेरै दिनपछि मिहिनेत गरियो नि त होइन। अनि कसरी टाइममा सुत्नु हो, काम यता गर्दा 12-11 बज्छ। आज कसरी सोध्ने भयो कि काम छ यार केएफसी। आज कति बज्यो? 6 बजे। सकाइदियो है तिमीले त सबै हो। अब यो चाहिँ फाल्नुपर्छ दोस्त, त्यो फाल्नुपर्छ। यही क्रिसमसमा लाउँछ है त्यो पाइन ट्री है यो। तिम्रो त जुत्ता खतरा छ यार। ठुलो है म खुट्टा हो सोचेको छ है, मान्छेभन्दा ठुलो, तर ठिक छ त्यस्तो देखिरहेको छैन। फ्याक्ट्रीमा चाहिँ कति दिन्थ्यो तिमीलाई? 17 17 क्यासमा?
यहाँ पनि त्यस्तै तर फ्याक्ट्रीमा हल्का मैले लाग्छ गाह्रो हुन्छ कि नन स्टप काम हुन्छ नन त्यहाँ। स्टप काम हुन्छ। यहाँ चाहिँ है पुरा कन्सन्ट्रेट गरेन भने आएर गाली गर्छ सुपरभाइजरले। एउटै काम यस्तो कामहरू भनेको तिम्रो सबै काम हुन्छ, नयाँ नयाँ कुराहरू सिक्न पाउँछ, मान्छेहरूसँग भेट्न बोल्न पाउँछ होइन। कति पावर आयो भने कभर आयो उही स्क्रिन पनि आयो सबै हाल्यो हिजो हाल्यो कहाँ के अरूले साथीले लिएर आइदियो साथीले लिएर आइदियो कभर होइन डिस्प्ले। सो ब्रेकमा आएको छौँ हामी अब चाहिँ एउटा पेट्रोल क्यानाडा छ कता देखाइरहेछ 70 मिनट यहाँ त्यहाँ जानु पर्दैन जाउँ उता पेट्रोल क्यानाडा पेट्रोल क्यानाडा त्यहाँ $1 सामान $3 पाउँछ $2 सामान $5 हेर न पुरा हुस्सोले बिल्डिङ नै देखिरहेको छैन हौ 200-300 मिटरसम्म देखिरहेछ यस्तो हुन्छ यहाँको पेट्रोल पम्प पेट्रोल क्यानाडा विथ कन्भिनियन्स स्टोर हुन्छ कि चोर यो कन्भेन्सन ल हामी चाहिँ कफी लिन आएको थियौँ कफी नै भेटेन सप छोडेर गइदिएछ हतारो भइरहेछ छिटो आउनुपर्छ नि यार कस्तो खालको होला यार जाडोमा आएर के हो यो भित्र हेर न दाना दाना छ पानीहरू के र पानी होइन हौ जुस हो जुस एलोभेरा खै के हो म त ट्राई पनि गरेको छैन अहिलेसम्म ₹500 नेपाली बापरे आफूले ₹1 खर्च गर्दैन थाहा छ त्यसले खर्च गर्दैन अरे हाम्रो लागि पनि पानी हेर त कहाँ छ कफी भयो भने खाइदिउँ है हामी कफी 24 hours later. यति चाहिँ भिजेर काम गर्नुपर्छ है हेर्नु साथीहरू लास्ट गाह्रो चाहिँ यार लास्टै गाह्रो के ब्ल्याक पानी है ब्ल्याक आइस कति बजे छ काम 7 बजे जाउँ न 6 बजे अलमोस्ट सकिसक्यो होइन साथीहरू ठुलो ठुलो मान्छेहरू सुरुमै जान्छ हामी भनेको छ तिमीलाई चाहिँ ठुलो हो मेरो लागि त ठुलो हो तिमीलाई के हो म त आफै ठुलो हो आफै ठुलो हो अब चाहिँ हाम्रो अलमोस्ट काम सकिसक्यो धेरै स्ट्रगल छ गाइस धेरै स्ट्रगल छ के हो यो काजु किसमिस हो के भन्छ यसलाई प्रोटिन भन्छ ठिकै छ ऊ छोडेर गइरहेछ अब एक्लै 6 बजीसम्म गर्नुपर्छ भित्रबाट जान मिल्छ यो एलिभेटर किन उताबाट जाउँ न मिल्छ आउनुहोस् पनि आउनु थोरै आउनुहोस् पनि आउनु रे आउँदैन रे टेन्सन म एक्लै काम उसलाई चाहिँ हतार भयो ऊ चाहिँ मलाई छोडेर गइरहेको छ है यसले चाहिँ भन्छ एउटा प्रोग्राम छ नि होइन फ्रेन्ड इन निड इज अ फ्रेन्ड इन निड उसले चाहिँ रङ प्रुफ गरे है ट्रु फ्रेन्ड इज फाइन है हामीसँग 2 days later. साथीहरू फाइनल्ली काम सक्यो है अनि रियालिटी भर्सेस एक्सपेक्टेसन नै भयो आज यहाँ चाहिँ के सोचेको थिएँ चाँडै काम सकिन्छ भनेर बट उल्टै भयो क्या यो हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ ठुलो ठुलो वुड्सहरू थियो यहाँ तल यहाँदेखि त्यहाँसम्म सबै यो चारैतिर यो सब गर्दा गर्दा 6 कति बजे बज्यो थाहै पाएन कि अनि त्यसपछि 5 बजे मेरो साथी गयो सुशान्त यसपछि म एक्लै भएँ अनि गर्दा गर्दा 6 बजे के अनि एकदम शरीर थाकेको छ कि भोलि चाहिँ सेम सिट हुनेवाला छ कि फेरि स्ट्रगल भोलि एकजना नराखेका नै हुँदैन कि यो काम साथीहरू स्ट्रगल बिना केही छैन कि मैले त लास्ट स्ट्रगल गर्नु परेको छ सुरुदेखि अहिलेसम्म अझै अगाडि गर्दा गर्दा खै कहिले सकिन्छ है स्ट्रगल सो अहिले चाहिँ अब म टक्क जानलाई हो सबै सामानहरू रेडी पारेर अनि घर गएर खानासाना बनाउनु पऱ्यो अनि ब्लग पनि एडिट गरेर अझै हाल्नुपर्छ कि 3-4 घन्टामा अनि आजको ब्लग म यहीँसम्म राख्न चाहन्छु यदि हेर्नु भइरहेछ भने प्लिज सब्सक्राइब गर्न नबिर्सिनुहोस् अनि एकचोटि कमेन्ट पनि छोडिदिनुहोस् त्यति मेरो लागि काफी हुन्छ कि अनि मेरो त भिडियो आउँदै गर्छ कि अब नन स्टप 3 months सो बाई बाई गाइज टेक केयर लभ यु अल सी यु टुमारो विथ नेक्स्ट ब्लग